मेरो छोरीले मलाई छोडेर गइसक्यो म कसको लागि जिउने नर्म मान्छे जन्मेपछि एक दिन मर्ने नै हो यो त दैवको लीला हो आजदेखि त मान्छे भोलि देखिँदैन के अरे यस्तै छ संसार हजुर पनि पछि मरेर त्यही जानुपर्ने हो होइन मैले आज के सुनिरहेको छु पल्लो घरको छिमेकी हिजो त्यो आमा कस्तो बिरामी हुनुहुन्थ्यो आज बित्नु भयो क्या ला अब के गर्ने हो अब म त जानुपर्छ मेरो छोरी मात्रै गएछ ए चम्चुरे अनि कस्तो यहाँ पल्लो घरको छिमेकी आमा बितेर कस्तो भएको त हिँड लाउनु हिँड छिटो ल ल जाम म टिकटक बनाउँछु भाइरल हुन्छ एकचोटि चुप लाग्छ मान्छेलाई यस्तो मान्छे बितेको बेला मान्छेलाई सान्त्वनाको कस्तो अभाव हुन्छ तँलाई टिकटक चाहियो चुप लागेर बस्दिकिन त होइन कि मम्मी भाइरल हुन्छ नि हेर्नु न अहिले म एकताल कसरी भाइरल हुन्छ अहिले ला मेरो भिडियो कसले बनाइदिन्छ ए तिर्कुली यहाँ त मेरो भिडियो बनाइदिए ल म कस्तो आछु राम्रो आछु होइन कि मम्मी भाइरल हुन्छ हजुर रुने नाटक गर्नु न छिट्टो आमालाई हात छोड्ने भएछ त मान्छे यो जमाना पनि के आइसक्यो यो फेसबुकले त गरेछ होइन कि मम्मी आउनु न नाटक गर्नु न अनि म भाइरल हुन्छ के पछि देखाउँछु हजुरलाई चुप लाग भयो आन्टी भयो अब मान्छेको जुना भएपछि एकचोटि मर्नै पर्छ अब रोएर पनि के गर्ने अब नरुनु है सबैले हुन्छ पीडा त मनमा आफ्नो मान्छे बित्यो भने आफ्नो मान्छे यस्तो भएपछि नरौ भने पनि रुन मन लागिहाल्छ एक दिन तपाईँ पनि जानै पर्ने हामी पनि जानै पर्ने नरुनु आन्टी नरुनु म त भाइरल भइहाल्छु बहिनी यहाँ त बस त हजुर दाइ भन्नु त हेर त म त भाइरल भइरहेको छु त हेर त प्रायः कतिजनाले सेयर गरेको त्यो भिडियो आजको त्यो फाइट भएको भिडियो वाउ सबैजनाले कति लाइक आएर चाहिँ हेर्नु दाइ अघि मैले पनि बनाएको थिएँ एकजना पल्लो घरको त्यो बहिनी मैले पनि बनाएको हेर्नु त कति लाइक आएछन् हो अहिले त मलाई त जितिस त बहिनी त मेरोभन्दा धेरै आएको छ कस्तो लाज गराइदिनु तर पनि मैले के पनि बनाइहालेँ मेरो बुवाले पनि नाच गराउनु भने त्यहाँ गएर फुटाइ खानुभयो तिनीहरूको हालबाट अब घरतिर जानु पर्यो खै घरमा पनि को छन् छोराछोरी उसै त नालायक छोरा र नालायक छोरी छन् के हो तिमीहरू साँझ बेला टिकटक मात्र हेर्दै बस्ने अब कामै छैन त बुवा आज पनि टिकटक हेर्नलाई जन्मा हो तँलाई टिकटक मात्र बनाउनु भने मैले हो यता दिनसम्म तिमीहरू टिकटक बनाउनु मात्र साँझ गरी दिनभरि भाइरल भइसक्यो तपाईँको छोरो थाहा छैन त भाइरल होस् या साइरल होस् तेरो प्रगति एक भएको छैन अब यहाँ भाइरल भइसकेको छ पैसा आउँछ अनि सरासरी काम गर है काम तिमीहरूको काम छैन दुइटैको यहाँ बड्डाले हामीलाई सुखी शान्ति बस्न देला जस्तो छैन बहिनीहरू कस्तो बर्थडे थियो हेर्नु न हामीलाई कुटेर अब दाइनहरूको के जुगाड गर्नुपर्छ के मैले सोचिसकेँ बहिनी दुई बुढाबुढीको बारेमा सोचिसकेँ यिनीहरूलाई चाहिँ भएन हामीलाई बस्न देला जस्तो छैन यिनीहरूलाई चाहिँ अब हामीले वृद्धाश्रम लगेर छोडिदिनुपर्छ सही भनी दाइलो चर्च गरौँ न त यिनीहरूलाई वृद्धाश्रम हामी मजाले छोड्छौँ है ल हुन्छ जाइन बहिनी अब ल जानु अब छोराछोरीको सोच पनि सुनियो अब गएर चाहिँ घरको त्यो फुलदेखि आमालाई गएर भन्नु पऱ्यो यस्तो यस्तो सोच्नु थियो भनेर के छ फुलदेखि आमा कहाँबाट आउनुभयो खै तिम्रो अवतार हेरेर त लाग्दैन तिमीलाई ठिकै छ भन्ने जस्तो किन म त सधैँ नि त्यस्तै अब त हजुरलाई त नराम्रो पनि लाग्यो पहिला त खुब राम्रो भन्नुहुन्थ्यो राम्रो लाग्थ्यो अब त जवानी घट्दै गयो अनि कहाँ अहिले राम्रो
जस्तो लाग्थ्यो त होइन क्या तिम्रो छाला पो चाउराको मन त होइन नि त किन त्यस्तो सोध्छौ ल एउटा कुरा भनौँ आज तिमीलाई थाहा छ हाम्रो छोराछोरीले हाम्रो बारेमा के भन्दै थिए हजुर तिम्रो तिम्रो उमेर सँगसँगै कान पनि कम सुन्ने भयो रहेछ है बे अब त्यही त अनि बुढेसकाल लाग्यो भनेपछि त्यही त अब त आँखा पनि कम देख्नलाई कान पनि कम सुन्नलाई अब त बुढेसकाल दिनदिनै घाम ढल्किँदै जान लाग्यो अनि कान त कम सुन्ने भइहाल्यो नि ए अनि हाम्रो छोराछोरीले के हाम्रो बारेमा के सोच्दा रहेछन् अनि त्यो चाहिँ मैले आज सुनेँ कि तिनीहरूले बोलिरहेको अनि तिमीलाई र मलाई रे अब पछि चाहिँ वृद्ध आश्रम पठाइदिने भन्दै थिएँ अरे राम 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 प्रभु प्रभु के सुन्नुपर्छ अब यही त हो नि गाउँको माया छोराछोरीमाथि छोराछोरीको माया ढुङ्गा मुढामाथि साँच्चै हो यत्रो महिनासम्म 9 महिना पेट नबोक्यो फेरि जन्मायो फेरि हुर्कायो अब छोराछोरीको माया त्यही त हो नि अरे प्रभु के गर्ने होला अब यस्तै नै हो अब सुन एउटा कुरा भनौँ बरु वृद्ध आश्रम जानुभन्दा त म त मर्नु नै राम्रो मान्छु कि म त मर्न जान्छु है नै त्यस्तो नभन्नु न हजुरले त हजुर नै मरेपछि त म के गर्नु अनि बरु कुकुरको हड्डी त बरु पाइहालिन्छ मलाई त के पो बिहाल हुन्छ म त सक्दैन बरु हुन्छ भनेपछि हजुर म बरु यो डोकोटाले नै एउटा डोकोटाले के अरे फाँसो लगाएर मरौँ नि बरु म त हजुर बिना बाँच्न सक्दैन न तर ठिकै छ नि त हिँड जाउँ हामी हुन्छ म त सक्दैन हजुर बिना बाँच्न बरु हजुर म एउटै डोकोटामा झुन्डेर मर्ने ल ल हुन्छ सुन्नुहोस् न पारी गाउँ जाने बाटो चाहिँ कता रहेछ यो बाटो देख्न चाहिँ बाटै जानुहोस् न भेटिहाल्नुहुन्छ यो बाटोबाट हो बाटो जानुहोस् भेटिहाल्नुहुन्छ नि अनि बाबु जाने चाहिँ कहाँ नि त त्यो पारी घर गाउँमा चाहिँ एउटा आमा हुनुहुन्छ उहाँको छोराहरूले चाहिँ उहाँ आमालाई निकालेको रहेछ अनि त्यो आमालाई सान्त्वना दिन जानुभएको ए सान्त्वना दिन जानला यो गाउँको मान्छेहरूसँग यति पनि मन छैन के त्यही गर्दा हामी दुईजना मर्न जाला एकछिन पक्नु कस्तो मान्छे हुनुहुन्छ मान्छे संसारमा भन्छन् प्रभु छन् ईश्वर छन् भन्छन् यदि साँच्चीकै ईश्वर छन् भनेपछि त हाम्रो आत्मालाई पनि बचाउला नि त हाम्रो आत्मा पनि त शान्ति हुन सक्छ एकछिन के भएर कति राम्रो बाबु हुनुहुन्छ उहाँको कुरा सुनिदिउँ न त हामी सुन्दैमा के हुन्छ र यही ईश्वर राम्रा भएर त तेरा छोराछोरी यस्ता लाग्यो त त्यही त तपाईँलाई त्यसको भए म तपाईँलाई एउटा सुसमाचार सुनाउँछु नि त शुभ समाचार छ तपाईँको लागि के गरे सुसमाचार ती 4 अक्षरको शब्द सुनिसक्यो उहिले उसै पनि रेडियोको टावर आउँदैन सुन्नु नसुन्नु ल हुन्छ भन्नुहोस् न जिद्दी गर्छु तपाईँलाई चाहिँ संसारमा त सबैजनाले आफन्तहरूले छोडे तापनि छोराछोरीहरूले छोडे तापनि तर तपाईँलाई चाहिँ प्रेम गर्ने चाहिँ यीशु हुन्छ यीशुले चाहिँ तपाईँलाई कहिले न कहिले प्रतिक्रिया गर्नुभएको छ किनकि वचनमा भनेको छ उहाँले आफ्नो एकमात्र पुत्र तपाईँ अनि मेरो हामी सबैको लागि चाहिँ पठाउनु भएको छ अनि उहाँले चाहिँ हाम्रो निम्ति मारिनु भएको छ अनि तपाईँ मेरो सबै हामीहरूको निम्ति चाहिँ मर्नु भएको हो उहाँले चाहिँ सबैजनालाई प्रेम गर्नुहुन्छ मेरो बाबु साँच्चीकै गर्नुहुन्छ त हो नि ठिकै छ नि हामी मर्न जान्ला मान्छे अब हामी यसरी कसैले हामीलाई प्रेम गर्ने मान्छे छ भने त हामी झन् खुसी भयो है अनि खै यिनी के भन्छन् कस्तो साँच्चीकै ईश्वर छन् भनेको त साँच्चीकै ढुङ्गा खोज्दा पो देउता मिल्यो देख्नुभयो त्यही भएर त अघि मैले सुन्नु भनेको अनि बाबु साँच्चीकै यसो हुनुहुन्छ त संसारमा हुनुहुन्छ ए हो र यसोलाई लिन पाइन्छ हामीले अनि शान्ति पनि हुन्छ हामीलाई हुन्छ ए हो र उसो भए दिनु न त हामीलाई तपाईँहरूले चाहिँ अनि यीशुलाई चाहिँ आफ्नो मुख अनि उठले चाहिँ तपाईँले चाहिँ आफ्नो मुक्तिदाता भनेर चाहिँ ग्रहण गर्नुपर्दछ अनि तपाईँले चाहिँ यीशु ख्रीष्ट पाउनुहुन्छ हो र ल हामी स्वीकार गर्छौँ नि त हामी दुइटैले कसरी हो मेरो पछि मलाई पछ्याउनु म तपाईँको निम्ति प्रार्थना गरिदिनेछु अब तपाईँहरू चाहिँ मेरोपट्टि पछ्याउनु ल हुन्छ धन्यवाद छ परमेश्वर धन्यवाद छ परमेश्वर आजको दिन यस समय अनि हाम्रो जीवनमा तपाईँलाई हाम्रो मुक्तिदाता हाम्रो सृष्टिकर्ता भनी हामी ग्रहण गर्दछौँ तपाईँलाई हाम्रो जीवनको मुक्तिदाता भनी स्वीकार्दछौँ अनि तपाईँको प्रेमलाई हाम्रो जीवनमा सधैँ साँची राख्दछौँ येशूको नाममा आमेन